Hello guys, it's me KB. Welcome to my YouTube channel. हेलो गाइज म चाहिँ लास्ट 2-3 दिनदेखि चाहिँ अलि बिजी थिएँ कि म मम्मी अनि मेरो सानो भाइ चाहिँ हामी उदयपुर गएका थियौँ। एउटा सानो कामले गर्दा हामी उदयपुरसम्म गयौँ। हामी चाहिँ नाइट बस चढेको थियौँ फर्स्ट डे। त्यहाँसम्म जानु चाहिँ हामीलाई 2 दिन लाग्दो रहेछ कि साथीहरू। अनि त्यसपछि हामी चाहिँ यता काठमाडौँबाट चाहिँ नाइट बस चढेर गयौँ। अनि यो चाहिँ साँझको 4-5 बजेतिर घाम अस्ताउने बेलाको भिडियो हो कि साथीहरू। मैले चाहिँ छ्यालबाट खिचेको थिएँ। अनि एउटा त्यो सानो भ्यान टाइपको लाइक हाइलक्स के बस भन्ने रहेछ। बस पनि होइन, त्यो त्यसमा गएको थियौँ। यस्तो धेरै लागेको थियो। सुरुमा त म भिडियो खिचिरहेको थिएँ, लास्टमा मलाई भमिट भएर त्यो गाडीमा एकदमै गाह्रो भयो कि यो भिडियो खिच्न पनि मलाई यस्तो गाह्रो भयो खिचिरहेको थिएँ। यो चाहिँ हाम्रो नेपाल चाहिँ एकदमै राम्रो छ कि एकदमै हामीले सोचेको भन्दा हाम्रो नेपाल त धेरै राम्रो छ कि हामीले घुम्नै बाँकी छ। मैले चाहिँ साथीहरू नेपाल सबै घुम्न मन लागिरहेको छ कि यो देखेर नै। म सानो बेला गएको थिएँ उदयपुर, त्यसपछि आफ्टर अ लङ टाइम यो चाहिँ मेरो धेरै वर्षपछिको यात्रा हो उदयपुरसम्म चाहिँ। घाम अस्ताउन लागेको थियो, घामहरू चाहिँ आधी पाहाडसम्म देखिरहेछ। रमाइलो भएको थियो जाँदा त, तर आधी बाटोदेखि चाहिँ एकदमै गाह्रो भयो भमिटिङ भएर। अनि त्यसपछि इन्ट्रेस्टिङ कुरा चाहिँ हाम्रो बसमा चाहिँ 3जना कोरियनहरू पनि थियो कि। अनि उनीहरू हामी खाना खान ओर्लिँदाखेरि पनि उनीहरू चाहिँ खाना खानै नओर्लिने कि झोलामा स्न्याक्सहरू के खानेकुराहरू बोकेर लिएर आएको थियो कि प्याकेट उनीहरू त यति खायो। उनीहरूले खाएको देखेर त हामी छक्क पऱ्यौँ कि हामीले पनि खान सक्दैनौँ कि एकजनाले त्यत्रो धेरै खाने रहेछन् कि उनीहरू चाहिँ। अनि उनीहरूको गफ सुन्दै जाँदा त रमाइलो भएको थियो। त्यसपछि हामीलाई चाहिँ त्यो बसले रातिको 11 बजेतिर कटारीमा छोडिदियो कि। त्यो बस चाहिँ त्यहाँबाट चाहिँ उता धरानतिर जाने रहेछ। अनि हामी चाहिँ त्यहीँ ओर्लियौँ। अनि सबै होटलहरू चाहिँ बन्द भइसकेको रहेछ। एउटा माछापुच्छ्रे होटल रहेछ, हामी चाहिँ त्यहीँनिर बस्यौँ। अनि यो चाहिँ हामी बिहानको हो कि। बिहान चाहिँ हामी अनि फेरि उदयपुर त्यहाँ कटारीबाट हामीलाई फेरि इनामेसम्म जानुपर्ने थियो कि। त्यहाँबाट फेरि टिकट काट्नको लागि चाहिँ हामी यसो काउन्टरहरू कहाँ छ भनेर खोज्दै हिँडिरहेको थियौँ। तर त्यहाँसम्म जानलाई चाहिँ टिकट काट्नु पर्ने रहेनछ कि। त्यो अर्को बोलेरो जस्तो बोलेरो जस्तो गाडी हुन्छ नि, पछाडि सामान राखेर बोक्ने, त्यस्तो गाडी चाहिँ त्यहाँबाट जाँदो रहेछ उसको चाहिँ। अनि यो चाहिँ हाम्रो माछापुच्छ्रे होटलमा बसेको थियौँ। अनि त्यहाँ चाहिँ एकदमै प्लान्टहरू रहेछ कि। मलाई चाहिँ आफ्नो घर लिएर जानु मन लागिरहेको थियो। सबै प्लान्टहरू अब मिल्दैन है। मेरो चाहिँ लुक्स यस्तो थियो कि म चाहिँ पुरै ढाकेर बसेको थियो। उदयपुर कटारीको घामले चाहिँ मान्छे एकदमै ढल्नेवाला थियो। खाना खाएपछि चाहिँ मम्मी र भाइ चाहिँ पुरै ढलेर बस्नुभएको थियो कि। हामी चाहिँ गाडी कुरेर बसेको थियौँ। फाइनल्ली गाडी आयो, यो बोलेरो के गाडी बन्दो रहेछ। अनि खेर हामी सेकेन्ड डे चाहिँ खाना खाएर अनि यो गाडीमा चढेर गयौँ। हामीलाई चाहिँ इनामेसम्म जानु थियो, उदयपुरको इनामेसम्म। अनि हामी त्यहाँसम्म जानलाई चाहिँ हामी सायद बेलुकाको 6 बजेतिर पुग्यौँ त्यहाँनिर। अनि दिउँसभरि यस्तै बाटो। अनि यो गाडीमा पनि। अनि त्यसपछि म्युजिक पनि त्यस्तै दोहोरी म्युजिक। अनि बाटोमा खार्लाङ खुर्लुङ मेरो त ढाड दुखेर खुट्टा दुखेर के हालत भइरहेको थियो। एकदमै गाह्रो भइरहेको थियो। हाम्रो चाहिँ गाउँघरमा चाहिँ अझै विकासहरू हुन बाँकी रहेछ कि। बाटोहरू चाहिँ पिच पनि भएको छैन, बत्तीहरू पनि गएको छैन, नेटवर्किङ पनि छैन। मेन त एजुकेसन कि यहाँनिर चाहिँ होइन। स्टुडेन्टहरूलाई चाहिँ स्कुल जानलाई त 1.5 घन्टा 2 घन्टा लाग्ने कि। अनि उनीहरूलाई स्कुल जान त्यति, फर्किन त्यति। बिचराहरू मैले देखिरहेको थिएँ कि बाटोमा उनीहरू चाहिँ हिँड्दै बस्दै थकाइ मेट्दै घर पुग्ने रहेछन् कि। अनि घर गएर पढ्नलाई पनि थकाइ लाग्छ होला, कसरी पढ्छन् होला है। मलाई चाहिँ गाउँहरू देखेर चाहिँ कस्तो लाग्यो कि। विकास चाहिँ यता भक्तपुर काठमाडौँमा मात्रै विकास गर्ने त होइन नि त, गाउँघरहरूमा पनि त विकास हुनु पऱ्यो। यहाँ त यस्तो छ, अझ कति दुर्गम गाउँहरू पनि त हुन्छ नि। अब
पहिलाको भन्दा चाहिँ बाटोहरू बेटरै भएको रहेछ ढुङ्गाहरू राखेर, तर अझै बाँकी छ कि विकास गर्नलाई चाहिँ गाउँघरमा चाहिँ। अब यतातिर चाहिँ होइन एजुकेसन अनि इलेक्ट्रिसिटी अनि ट्रान्सपोर्टेसन अनि वाटर यिनीहरूमा चाहिँ अझै विकास हुनलाई धेरै बाँकी रहेछ कि गाउँहरूमा चाहिँ। हामी चाहिँ सेकेन्ड डे होइन 7 बजीतिर इनामी पुगेर एउटा होटेलमा बस्यौँ, खाना खायौँ अनि हामी 3जना त्यहीँतिर सुत्यौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियोज गाइज, बाई, गुड नाइट।